यो चाहिँ भुतिया घर हो। यो घरमा चाहिँ एउटा चुडेल बस्छ। त्यो चुडेल चाहिँ यो चुडेल आयो चुडेल आयो चुडेल चुडेल आयो दिउँ चुडेल आयो चुडेल आयो चुडेल चुडेल आयो चुडेल चुडेल पनि देख्नुभयो तपाईँहरूले। यो घर त साँच्चीकै भुतिया छ हेर्नु त। यो भित्र केही पनि छैन, न मान्छे छ, वरिपरि जङ्गल, न घर छ। चराचुरुङ्गीको आवाज मात्रै आउँछ यहाँ त, मान्छेको नाम निशानै छैन। भुतिया घर भुतिया। खै भित्र अब यो भूत छ कि घरमा को हुनुहुन्छ? तालामाथि लिस्नु लास खडा झर्छ कि मुसा नभएको रहेछ। घरमा को हुनुहुन्छ? ओइ भूत फिल्म जस्तो एउटा चियर मात्रै छ उपर हल्लिन्छ भयो कुइ कुइ गर्छ सर सर आउँछ। तपाईँ यहाँको भूत? म यो घरको खाने भूत हो। म कान्छु। मेरो घरमा किन आएको? अबे भूत मेरो घरमा के खान आएको? अबे भूत आयो भूत। अब यी भुतिया घर, यो घरमा भूतको माथि रहेछ टोयलेटमा। त्यहाँभित्र के छ हेर्नु आउनु न। यहाँभित्र के छ एकछिन आउनु न आउनु आउनु नानी। ओइ यहाँभित्र बाथटब। अबे यो बाथटबभित्र भूत नहुँदैछ। यहाँ दिएको त छट पनि भत्को यहाँ माथि भूत लुकेको। अब कस्तो भुतिया घर। हाम्रो चुडेल नि यहाँ छ। यहाँभित्र हेरौँ न यहाँभित्र। घरमा को हुनुहुन्छ? अब त डराउँदिन नि। यता माथि माथि झ्यालको सिसाबाट सानो बत्तीले चिउँदै हेर्छ ठुलोबाट। यता यहाँ 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 के हो? टोयलेट हो। घरमा को हुनुहुन्छ? अबुई कति अँधेरो। अँधेरो रहेछ यता। भागौँ डर लाग्यो। राति सबैजनामा तर्साउने पऱ्यो। मेरो घरमा तिमीहरू किन आयो? कहिले आउनु लाग्यो? गरेन। यो चाहिँ भुतिया घर। भुतिया घर पनि अब सक्यो। भुतिया घर आयो। माथिबाट यहाँ ला। भुतिया घर चाहिँ जङ्गलको बिचमा छ। वरिपरि जङ्गल, माथि ठुलो ठुलो रुखहरू, वरिपरि रुखको भेदमा होइन जङ्गलको बिचमा एक्लै सुनसान ठाउँमा। यहाँ माथि च्यानगरी नै च्यानगरी सिधै कपुरथान। ओइ